वेलकम ब्याक टु माई च्यानल। होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। सो आज न्यू इयर हो। न्यू इयरको शुभकामना सबैजनालाई। ह्याप्पी न्यू इयर भन। अनि यहाँ चाहिँ ह्याप्पी न्यू इयरको सुरुवात हुँदैछ। आइसक्रिम खाँदै मेरो मम्मी ढक्कनसम्म त खान्छौ। आफू चाहिँ मोज गर्दैछ, मलाई चाहिँ कुनै उखर बनाएर लाग्छ। यो चाहिँ होममेड आइसक्रिम। आफू चाहिँ मोज गर्दैछ। भाँची नाटो। आफू चाहिँ मोज गर्दैछ। सो यो चाहिँ रहेको चाहिँ हामीले हर्लिक्सको आइसक्रिम बनाएको र खाएको। ल ह्याप्पी बर्थडे ह्याप्पी न्यू इयर मम्मी। ह्याप्पी न्यू इयर 2025 को शुभकामना सबैजनालाई। आजबाट 2082 हो क्या। 2082 साल 81 गयो। 81 गयो। विदाई गरेर 2082 साललाई शुभकामना छ। स्वागत छ। आजबाट स्वागत छ। आजबाट 2082 पनि भयो। 2025 पुस महिनामै भइसकेको थियो। अब आजबाट वैशाख लागेपछि चाहिँ 2082 भयो। सो गाइज आफ्टर लङ टाइम पछि चाहिँ म फेरि पनि भ्लगिङ लिएर आएको छु। न्यु इयरको अवसर पारेर होइन। आज न्यु इयर हो 2082 साल। हिजो 2081 सालको अन्तिम दिन थियो भने आज चाहिँ 82 सालको पहिलो दिन रहेको छ र आजको दिनबाट चाहिँ म भ्लगिङ गर्न थालेको छु गाइज होइन। सो मैले चाहिँ अब नयाँ वर्षबाट चाहिँ अब नयाँ एउटा जस नयाँ केही यो हुन त मैले युट्युब च्यानल त पुरानै पहिले खोले तापनि अब कन्टिन्यू दिन्छु भनेर चाहिँ आजदेखि सोचिरहेको छु। सो तपाईँहरू सम्पूर्णले चाहिँ मेरो ब्लग नयाँ हेर्दै हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला यदि कुनै कमी त्रुटिहरू छन् भने। अनि अब आज दिनभरि म के गर्छु भनेर हजुरहरूलाई म देखाउनेछु। यहाँ आउँदा छोरा। सो रहेको छ मेरो छोरा। अनि ऊ चाहिँ मेरो एकलौटे छोरा हो, एक लन्डा। अनि मलाई चाहिँ कराउँछ यो एकलौटी मम्मी। अनि हेर्नु गाइज किन कराएको छु भनेर म भने फेरि कराउँछ चाहिँ किन भन्नु। अनि हामी चाहिँ मामु छोरा छेउ खाना थालेर फुट्दैछ। सो गाइज अब म चाहिँ दिनभरि के गर्छु भनेर चाहिँ ब्लगिङमा देखाउनेछु। हेरेर सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट। ओके गाइज बाइ। अनि म चाहिँ चोक जानु लागिरहेको छु। चोक जान्छु किन भन्नुहुन्छ भने चाहिँ पसलमा थोरै काम छ। अनि म चाहिँ यहाँ केही मेरो सामान खोजिरहेको छु तर म भेटिरहेको छैन। फर्स्ट अफमा चाहिँ यो रहेछ मेरो काइयो। छोडेर चाहिँ फर्स्टमा चाहिँ म घर जानुपर्ने हुन्छ। त्यहाँ चाहिँ मैले सुँगुरको चारो लिनु अनि नयाँ वर्षमा पनि चारो बोक्नु परिरहेछ। यो चारो चाहिँ अस्ति नै भरेको हो कि म नभ्याएर जान पाएको थिएन। आज अब जहिले भ्याइन्छ। तपाईँसँग यो छ भने कमेन्ट गर्नु होला। यो छ भने यस लेख्नु, यो छ भने छैन भने नलेख्नु। अब देखिरहेको छ नि कान्छ हाट त कुखुरा आयो। कुखुरा पनि कुकुरीका भन्ने होला। खै ननाच र धेरै। गाइज अनि यसपछि म चिम्टी लाउँछु। अनि म चाहिँ क्लिप लाउन अर्को फोन पुगिसकेको छु गाइज। यो स्ट्यान्ड मोबाइल मम्मीले बोक्नु भएको छैन नि। यहाँ हेर्नु होला मम्मीको काखमा छु। अनि मम्मीले बोक्नु भएको छैन स्ट्यान्ड हो यहाँ। र म चाहिँ अब जाँदैछु घर। पनि जानेको घर खट्ट त खान्छ नआइज है, सँगसँगै नआइज है, लडिन्छ क्या यो मोबाइल ठोकेर। भन्नु होला हामीहरू दबाई लिन गएको। तपाईँलाई पनि गिभ अवे गर्छौँ दबाई। अनि म चाहिँ गाइज चाहिँ मेरो ससुरा बुवालाई लगिदिँदैछु के हर्लिक्स ससुरा बुहारीलाई। सो गाइज अब म चाहिँ जाँदैछु। बाइ गाइज।
खुट्टाको भिडियो बनाउँछु हेर्नु होला है। गुइ गुइ म त माछा खानु सो हामी चाहिँ घर आएको छौँ। मेरो चारो त्यहाँ छ। यो चाहिँ मेरो घर हो। अनि हामीलाई चाहिँ आमाले दिनुभएको छ रोटी पकौडी पापड। हम खाऊ। प्याक गर्न आँटेको वाउ कस्तो नरम छ। टोक त अब झिङ्गल बेलुवा आउँदैछ। टोक त रोटी चामलको रोटी। अस्तिको जस्तै छ मम्मी यो चाहिँ भयो। यो नल पनि खानु न। सालभरिमा एक बेर जोडी त छन् क आलु चप क्रिस्पी खाऊ। हुन्छ पुग्छ पुग्छ मामु। क्रिस्पी छ हेऱ्यौ त्यो खाऊ। दुई हातले ढोग्नुपर्छ। दुई हातले ढोग। जोडीसित ल ल ल हाँस्दै छ। नयाँ सालको नयाँ सालको शुभकामना। ठुलो मान्छे बन्नु ज्ञानी हुनु छुच्चो नहुनु। आफ्नो मम्मीको होस् बोजू बाजेको भइहाल्यो। हुन्छ बुवा हुन्छ। म भ्लगिङ गर्नु थालेको क्या। भ्लग बनाउँछु आजदेखि फेरि अब न्यु इयरबाट भ्लगिङ स्टार्ट गरेँ गाइज। हँसाएँ कैसे मैले 2-3 वर्ष हुन्छ अनि त्यसपछि फेरि अर्को 83 सालबाट स्टार्ट। 83 सालबाट स्टार्ट होइन 82 सालबाट स्टार्ट भ्लगिङ स्टार्ट गरेको गाइस मैले 82 सालको न्यु इयरबाट। मेरो पछाडिको ब्याकग्राउन्डमा भएको यो झुल चाहिँ इग्नोर गरिदिनु ल। यो झुल चाहिँ म हतपत उठाउँदिनँ। हप्तामा एकचोटि मात्र सफा गर्छु अनि फेरि झुल टाँगेपछि हेरो ओछ्यान यत्तिकै हुन्छ। धेर जाँगर भएको मान्छेहरूको ओछ्यान यस्तै हुन्छ मेरो जस्तै। अब न्यु इयरमा के गरेँ भनेर यस्तो हाल्दैछु कि आज के गरिन् र खोइ केही त गरिनँ। अब जे गर्छु त्यसकै भ्लगिङ बनाउँछु भनेर स्टार्ट गरेँ मैले भ्लग। जे पर्ला पर्ला। यस्तो गर्मीमा तातेर आएर नि प्यास लागिरहेको थियो र पानी खाएको म त ढले पो गाइज। पानी खाएर ढले म त ढले 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 गाइज। मेरोमा म तपाईँहरूलाई केही देखाउँछु समथिङ होइन। हजुरहरूले देख्न सक्नुहुन्छ कि मैले पुटिङ दलिया छ है।
अनि साथीमा यहाँ हेर्नुहोस् त कमिलाहरू हिँडेका यसरी यहाँ मलाई यो कमिलाहरूदेखि लास्टै ह्याङ भइसक्यो होइन। यो कमिलाहरूलाई चाहिँ मैले कसरी चाहिँ भगाउन सक्छु होइन। यत्रो पुटिङ डलाएको छु कि तर पनि क्या यत्रो सानो दुलोबाट बस्दैछन् निस्किँदैछन् क्या। मलाई कस्तो धेरै इरिटेट लागिसक्यो कि अब म यिनीहरूलाई के चाहिँ गर्न सक्छु होइन। म दिमाग लाउँदैछु क्या सबै अब अलिअलि कता कता दुलो छ। यो टिभी ऱ्याक पनि म अब सारेरै पुरा पुटिङ दल्नेवाला छु। कमिला चाहिँ के खान घरमा आएको होला। त्यत्रो खेतहरू छ त्यत्रो खेतहरू छ त्यहाँ गएर बस्नु त्यहाँ गएर खानु। घरमा चाहिँ किन आउनु होला रिस उठ्ने है। मलाई त्यस्तो कमिलाले लास्टै ह्याङ गराइरहेछ कि आमा कमिलाको बाउ आमा छोराछोरी सबै मेरै घरमा छन् कि क्या हो। थुक्क कमिलाहरू कहीँ तिमीहरूलाई ठाउँ पाएनौ। माइ लट मैले सबै पुटिङ दलेको छु तर पनि यार यो कमिलाहरूले मलाई लास्टै दुःख दियो। दुःखको पनि बाउ आमा छोरा छोरी सायद सबै नै मलाई नै दियो होला। अनि म चाहिँ अब कमिलाहरूलाई चाहिँ म कसरी भगाउने क्या केही उपाय पनि छ भने प्लिज भनिदिनु होला। म चाहिँ मेरो छोरा कुद्दैछ के हो यस्तो घाममा। ओइ घाममा नकुद ल लु आऊ घरभित्र आऊ नकुद आऊ आऊ घर आऊ। माटो राख्दैछ अरे भाइले। सो गाइस मेरो चाहिँ आज धेरै काम हुनेवाला छ। त्यो पनि खतरनाक काम। म अब काम गर्छु। प्रभु यो कमिलाहरूलाई म के गरौँ यो कमिलाहरूलाई म यस्तो कुल डाउन गरेर चाहिँ मेरो बसमा हुन्थ्यो भने त टुङटुङ गोली हानिदिन्थ्यो होला। गोली यो कमिलाहरूलाई मसँग बन्दुक छैन र मात्र। अन्त साथीहरू म चाहिँ पुटिङ गर्नेछु। यो पुटिङ पनि फेरि मैले अलिक 5-6 महिना नै अगाडि नै ल्याएर होला कि कस्तो फिस निस्किँदो रहेछ हौ। चक जस्तै हुँदो रहेछ। नयाँमै खोल्ने बित्तिकै युज गरिहाल्नु पर्ने रहेछ। राख्दाखेरि चाहिँ बिग्रिँदो रहेछ क्या हो। सिट गाइस मैले चाहिँ के बनाउन लागिरहेको छु। यो रहेको छ स्ट्रबेरी प्याक। यसको सबै पुलपुले यो भित्र गएको छ के। सो यो रहेको छ पर्स होइन। हामीले चाहिँ यसमा चाहिँ मोबाइल पैसा क्यारी गर्न सक्छौँ। सो यसको फुल फिनिसिङ चाहिँ भएको छैन त्यही भएर यस्तो देखिरहेको छ। यसलाई चाहिँ फुल फिनिसिङ भइसकेपछि म हजुरहरूलाई देखाउने छु। आज चाहिँ गाइज क्या खुसी लागिरहेछ कि म चाहिँ होइन यहाँनिर धुलो भएको छ नि त। अनि म चाहिँ यो धुलो फोहोरहरू बढाल्नु आएको है। अनि यहाँ फुलमा हेरेको क्या कति धेरै यो निस्किछ क्या यसको उयोहरू। यहाँ न यो पनि अर्को हाँगाहरू यहाँनिर कतिवटा लगभग 5वटा जति त उयो छैन। यो त यो भ्यालै लास्टमा त स्नेक प्लान्टको त एउटा चाहिँ निस्किरहेको थियो यहाँनिर। अन्तिममा त सो के साथी मेरो चाहिँ फोन आएर होइन उयो गरेँ कि। अनि फेरि अर्को चाहिँ हेर्नु न यतापट्टि पनि छ क्या कस्तो राम्रो हो कि। पछाडि चाहिँ रहेन रहेछ। लभ यु स्नेक प्लान्ट लभ यु। धेरै धेरै निकाल्नु ल। अनि त्यसै गरिकन चाहिँ यो पनि रहेको छ मेरो फुल। यो पनि सो मेरो घरको बगैँचाको फुलहरू यति छन् मस्त। ह्याप्पी न्यू इयर बिचरा। ह्याप्पी न्यू इयर काले भाइ। काले भाइको लागि खाना आलुको भुजिया।
अनि गाइज मैले चाहिँ यो आइसक्रिम भनौँ कि यो के हो यो होइन, यो चाहिँ हामीले चाहिँ घरमै फ्रिजमा डिप फ्रिजमा बनाएको नि त। यो चाहिँ हर्लिक्समा तातो पानीमा हर्लिक्स घोलेर अनि त्यसमा चिनी लाएर अनि त्यति नै हामीले चाहिँ डिप फ्रिजमा राखेको थियौँ र सो यो फाइनली एक दिन राखेपछि चाहिँ यो यतिको भएको छ र म चाहिँ यो बिहानै दिउँसो खाँदैछु गाइस। साह्रै टेस्टी भएको छ, वाउ साह्रै टेस्टी। मैले चाहिँ 2 दिनमा चाहिँ मैले यो ब्याग रेडी गर्न सकेँ गाइस होइन। 2 दिन लाग्यो। अब यसमा चाहिँ यो चाहिँ बहिनीलाई बनाइदिएको मैले। ल छोरा देखाउनुहोस् त कस्तो छ। ओ माई गड, यो टोपी होइन खे, यो ब्याग हो। यसमा चाहिँ सामान्य तपाईँले 2टा मोबाइल अनि थोरै पैसा, यसो डकुमेन्ट कागज सानोतिनो A4 पेपरहरू यताउति चाहिँ बोक्न मिल्यो। यतिको भएपछि यो ब्याग है, यो भनेको चाहिँ सेप भनेको चाहिँ स्ट्रबेरी सेपमा रहेको छ। यो चाहिँ होइन स्ट्रबेरी सेप। कसरी होइन, यो दाना हेर नि, कालो कालो पो हुन्छ त्यो बिचमा दाना। त्यो दाना चाहिँ अब कसरी लाउनु त नि कालो कालो थोडा न छोरा एकछिन। अनि यो चाहिँ रहेको छ लास्टतिर ग्रीन, त्यसपछि रेड ग्रीन रेड ग्रीन रेड ग्रीन रेड ग्रीन रेड ग्रीन रेड रेड ब्ल्याक रेड ब्ल्याक। अनि यस्तो गाइस मैले यो पनि बनायो टाइम पास। मम्मी यो पपिट पनि हो यहाँ। यो चाहिँ फेरि यस्तो खालको हो कि साथी, यो पपिट पनि हो। यो चाहिँ तपाईँले यसरी बोक्रेर चाहिँ यो बुके स्टाइलको हुन्छ नि त। अनि यो चाहिँ अगाडि रोजहरू छन् अनि चाहिँ बुके स्टाइलको चाहिँ यो रहेको छ। तपाईँले अब यसरी बुके बनाएर यो गर्दा नि भयो यस्तो केहीमा। अनि तर मैले चाहिँ बुके स्टाइलमा चाहिँ यही नै बनाउनु चाहिँ खोजे हो कि। यो चाहिँ एउटा पपिट हो, यो चाहिँ तपाईँ खान सक्नुहुन्छ। पपिट हो पपिट। अनि यो चाहिँ मैले खासमा नगर कान्छा यो बिचमा राख्नुपर्छ। मैले चाहिँ खासमा यो यहीँ बाल्टिनमै राख्नको लागि चाहिँ मैले बनाएको। यो बाल्टिन चाहिँ हामीले यो घरमा कलर गर्दाखेरि चाहिँ एउटा बाल्टिन चाहिँ मैले राखेको थिएँ। यो बाल्टिन चाहिँ मैले राखेको चाहिँ किन भन्नुहुन्छ भने धेरैवटा बाल्टिन थियो नि त। अनि मैले चाहिँ एउटा यसरी चाहिँ सजाउने बनाउँछु भनेरै मैले राखेको। अनि यसको माथि चाहिँ तपाईँले अब गुडिया डलहरू केही राख्नु सक्नुभयो। पानीको बोतल यसरी, रबर यसरी हो के भन त कान्छो। सानो त मेरो सामान त ल। अब यसको यो मुख भाङ्यो भने कति, यो त कस्तो दामी छ, यो त कति राम्रो छ मेरो लागि चाहिँ। यो मेरो सियो धागोको बट्टा हुन्, डिफ्रेन्ट कलरको धागोहरू छन्। सियो, कैँची, ट्युचर। यो चाहिँ ढाका टोपी हो मम्मीले बनाएको स्पेशल घरमा ढाका टोपी। यो चाहिँ मैले यो मेरो भनेको चाहिँ यो के भन्छ यो ढाका टोपी। गाइस यो चाहिँ के भन्नुहुन्छ भने यो चाहिँ मेरो मोबाइल चार्ज गर्नलाई मैले कम्फर्टको बट्टालाई काटेर रेडी गरेको छु। सो रातिको कति बजेको 8-9 समथिङ 9 बज्न लाग्यो होला। म छोराको लागि दाल बसाएको छु। मेरो छोरा चाहिँ यहाँ छन्। सो मेरो बाबुको लागि यो खाना बनाउँछु। अनि म साथसाथै यो भ्लगलाई पनि एन्ड गर्न लागिरहेको छु। मेरो भिडियो सर्ट छोटो बनाएको छु होइन। हजुरहरूले मन पराइदिनु होला, नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला भन्न चाहन्छु। सो हाम्रोतिर रात पर्यो, त्यो कारण चाहिँ गुड नाइट एभ्रिवान, बाई बाई, सी यू टु नेक्स्ट भ्लग, बाई।